दिस अरे तुम्हारा वेल के ज्ञान मेंटेन्ड हो के हाँ तिमीहरूको तो राम्रोको लागि भन्दा थियो स्टेटस तेरो लागि हो टॉक्सिक भाइ त होस् अरे मेरो तिमीहरूको लागि भन्दा छु मेरो कोही मलाई के सक छैन बिस अरू केटीलाई त जरा भन्दैन नि म आफ्नो दिदी बहिनीलाई भन्छु म फाल्तुको कुरो गरिरहेको त भिडियो सिडियो बना धेरै हुँदैन युट्युबमा थप्पड दिनु थप्पड त युट्युब तेरो सुटिङ त म हाल्छु अहिले सर्ट्स बनाएर हाल्छु भाइ भाइ तेरो भिडियो क्वालिटी त मलाई थाहा छैन म भनिदिएको छु हाल्नु न एकदम म जान्दिनँ नि हाल्नु त न गइस बच्चु त गइस आज पुरा छाउँछेस् त पुरा फेसबुक भाइरल भइस् राम्रो कुराहरू भन् ताकि तँलाई मान्छेले पसन्द गरून् चाहिँदैन मलाई पसन्द छैन म त्यस्तो म सेल्फिस मान्छे नेगेटिभ त्यस्तै हो नेगेटिभ कुरा नगर ताकि मान्छेले अरे म यो त सेल्फिस पूजाको मान्छे लाइफको हो भिलन रहेछ भनेर चाहिँ नभनोस् म सेल्फिस मान्छे हो भाइ म हो त्यति भनिदिएको म कसम राम्रो मोटिभेटेड चिजहरू भन् ताकि मान्छेले अरे यार जस्तो पनि मान्छे अलिकति उ छ ओपन माइन्डेड छ मोटिभेटेड भन्दिस् त्यहाँ भन्छु के भन्छस् इफ यु डु नट फाइट फर वाट यु वान्ट डु नट ट्राई वाट यु लुज अझै कि एनिथिङ यसको मतलब बुझाइदिए त अगर त आफ्नो चिजहरूको लागि फाइट गर्न सक्दिनस् फाइट भनेको क्या हो झगडा अँ, स्ट्रगल एक तरिकेले अँ, स्ट्रगल गर्न सक्दिनस् तर जो तँलाई चाहियो त्यसको लागि स्ट्रगल गर्न सक्दिनस् नि त्यो चिज अगर तँलाई भेट्ने भने त्यसको लागि रुनु न कहिले पनि अच्छा अनि त यति टक्सिक किन छस् भाइको भित्रमा टक्सिक छिन यार म पोजिटिभ छु अलिकति के उफ पोजिटिभ आफ्नो बुनिएन लिएर किन यति पोजिटिभनेस भाइ म किनकि म त अरूसँग त्यस्तरी उतो छिन तर थाहै छ तिमीहरूलाई म कसैसँग धेरै बातचित छैन म अनि त अझै हामीहरू कहीँ गयौँ भने भिडियो कल गरेर किन भन्छस् थप्पड दिन्छु त यहाँ भनेर वहाँ जानेवाला मान्छे ओ माई फाल्तु उतो गड नगर्नु यस्तो त हामीले कहिले गरेनौँ यार ले 50 रुपियाँ ले अब फाल्तु नगर 50 रुपियाँ छोइन भाइ मसित लिएर म अनलाइन गरिदिन्छु त कान्छी छोइन भगवान् कसम छोइन जब तो वाइरल भइस अब हेर जस्ट कहीँ वेट गयो एन्ड भने वाच